Hi guys, welcome back to my another day of new vlog. इङ्ग्लिस पनि जानेको छु अहिले मैले होइन। हजुर सबैलाई नमस्कार जो भिडियो हेर्दै हुनुहुन्छ। अनि आजको भ्लगमा नि हजुरलाई स्वागत छ। अघि इङ्ग्लिसमा भने चाहिँ यही हो क्या, नबुझ्नेलाई हो यो फेरि। अनि त्यस्तै छ, हजुरको दिनहरू कस्तो कटिरहेछ। मेरो दिन चाहिँ सुतेरै मात्रै बितिरहेछ। के भन्ने यार, मोटिभेसन त मेरो सुत्ने भन्दा अरू छैन कि। इक्जाम 16 गतिबाट फाइनल इक्जाम, त्यो पनि पढ्न जार लाग्दैन, किनभने मलाई थाहा छ पढाइ यस्तो गर्छु कि होइन, फेल भएपछि पनि लागोस् त। थाहा थियो मलाई, मैले जति पढाएको थिएँ म यही हो, त्यसपछि टेन्सन लाग्दैन नि त। बरबित बालाले कस्तो मजाले भने हुन्छ कि एउटा डाइलग मलाई याद थियो कि, त्यही के भनौँ अरू, यो गर्ने बानी पनि लागेको रहेछ मलाई। अब चाहिँ नाउँछु होला म सायद, किनभने दिउँसोको 12-1 कति बजिया छ। अनि निद लागिरहेको छ कि मलाई अहिले चाहिँ। राति 3 बजी सुत्ने, बिहान 10 बजी उठ्ने, दिउँसो फेरि अब सुत्न लाग्थेँ म। अब आज चाहिँ सुत्दैन भनेर नाउँछु भन्न लाग्यो हो। पहिला नाउँछु म आज चाहिँ। सफा हुनु पऱ्यो नि, ह्यान्डसम ह्यान्डसम देखाएको छु, देखिनँ नि यो। पहिले चाहिँ आउँछु म। अब नुहाएर आएँ। अब म चाहिँ यो जुन +2 इक्जामको नोटिस सराएको थियो नि, 21 गतिबाट इक्जाम हुने, उनीहरूको विद्यार्थीको लागि दामी इक्जाम टिप्स दिन्छु है म चाहिँ। लेट मी सेयर यु समथिङ होइन। मैले 12 पढ्ने बेला चाहिँ म कोरोना ब्याचको थिएँ होइन। कोरोना ब्याच मतलब 10 कक्षा कोरोना ब्याच के होइन। 10 कक्षामा यत्तिकै पास भयो, यत्तिकै। अनि 11मा होम सेन्टरमा इक्जाम दिएँ। होम सेन्टरमा त्यही पनि पहिला अनलाइन इक्जाम गरेर अनलाइन इक्जाम हुन्न भनेर पछि आएर फेरि स्कुलमा आएर इक्जाम दिएँ, मजा आयो। अनि 12को इक्जाम चाहिँ गाँडफुलित गराइदियो होइन हाम्रो, टोटल्ली क्या। सेन्टर चेन्ज, आजसम्म बाहिर सेन्टरमा गएर इक्जाम नदिएको। अनि मेरो त्यो कोरोना ब्याचबाट पढ्ने बानी हट्यो क्या होइन। अहिले यस्तो लाग्छ कि अब मेरो 16 गतिबाट फाइनल इक्जाम छ होइन, ब्याचलर 3rd सेमिस्टरको। अहिले यस्तो लाग्छ कि कसम इक्जामको अघिल्लो दिन कोहीले मलाई ल्याएर भोलिको क्वेसन पेपरको क्वेसन ल्याइदिएर ल्याए पनि मैले पढ्न सक्दैन कि, मलाई पढ्न जार लाग्दैन, त्यति पढ्ने जार छैन ममा। कसरी भनौँ होइन। अब मैले अब तिमीले 12को इक्जाम कसरी ट्याकल गर्ने दिने भने, मैले 12सम्म त राम्रोसँग पढाएँ होइन। कसरी पढ्थेँ भनेपछि स्कुल जान्थेँ, मास्टर अगाडि पढेर आउँथेँ, पछि मस्त नोट लेखेर बस्थेँ। अनि त्यो नोट घर आएर हेर्दैन थियो फेरि। मेरो अगाडि जो बस्छ नि, मेरो अगाडि जसको रोल नम्बर हुन्छ त्यसलाई ला मेरो नोट पढेछ भनेर दिन्थेँ। हो तिमीले नि त्यही गर हो, आफ्नो नोट सोट राखे हो, पढे हो होइन, लेखेर राखे हो भने तँ आफू नपढ्ने, अगाडिको पछाडिकोमा दिने, जसले पढ्न जार लाग्दैन, जसले पढ्छ त्यसले दिने। त्यसरी पास भइन्छ क्या, किनभने हेर्न दिन्छ हाम्रो। किनभने गार्डले खासै टाइट गर्दैन क्या। जस्तै हामीले हेरेर हुन्छौँ होइन, हरेक वर्ष 10 कक्षाको इक्जाम हुन लाग्यो अनि पछि 12 कक्षाको इक्जाम हुन लाग्यो भने, अनि रुट नहुने बालबन्दले हाले हुन्छ नि, एउटा विद्यार्थीले अर्कोको पेपर हेरेर हुन्छ के होइन। त्यसो चाहिँ भइराखेको हुन्छ। अब एजुकेसन सिस्टम हामीलाई थाहै छ। अनि बाँकी कुरा आयो यो इन्स्टाग्राम रिल्सहरू, अब कतिको हेर्नुहुन्छ होइन। मेरोमा अब युट्युबमा खासै भ्युज जाने होइन, तर जो हेर्नुहुन्छ सबै हेर्ने भिडियोहरू थाहा होला यो चाहिँ। त्यो म सोध्छु होइन। दिनभरि आनन्दको जिन्दगी कटिरहेको हुन्छ होइन, मस्त राम्रा राम्रा रिलहरू आउँछ के। जब साँझ खाना खाएर 8 बजी पछाडि बेडमा जान्छु नि, अब दिउँसो सुतेको छु, निद लाग्दैन होइन। पढ्ने त्यही हो, पढ्ने त त्यही हो। म हिजो दिउँसोबाट प्र्याक्टिकल गर्छु भनेर फाइल राखेर बसेको थिएँ त्यहाँ। समस्या त्यो छोया छैन मैले। जिन्दगी त्यस्तै कटिरहेको छ। अनि राति 8 बजी पछाडि जब इन्स्टाग्राम खोल्छु नि, जोडीवाला आउँछन् कि, जोडीवाला दिनभरि मस्तको जिन्दगी कटिरहेको हुन्छ होइन। आनन्दको क्या रिलहरू पनि क्या, कमेडी टाइपका यताउता खालको आउँछ। साँझ जब इन्स्टाग्राम र टिकटक खोल्छु, जोडीवाला के। यो इन्स्टाग्रामले थाहा पाउँछ अरे कि यो मुलाले चाहिए केही भन्ने। तनाव गराउँछ यार एकछिन। हजुरहरूलाई कस्तो गराउँछ भन्दा लभ परे होला धेरैको। यो 2000देखि 2006को बिचमा जन्मिएको मान्छेको त लभै पर्दैन जस्तो लाग्छ यार। धेरैको त परे होला, तर पनि के हो। सानोमा देख्दा दिदी दाईको लभ परेर आउँथ्यो यार, अहिले भाइ बहिनीहरूको लभ परेर आउँछ। हामी त बिचको परिम जस्तो छ। यो कोरोना ब्याचले न बाहिर त्यो अस्ट्रेलिया क्यानाडा भिसा लाग्नेलाई नि यहीले रोक्यो खा, अहिले झन् सजिलो पो गरिदिए अरे। यो कोरोना ब्याचले भाग्य ल्याएर हारेन जस्तो लागिरहेछ।
मैले त ल्याएन, मेरो त भाग्य चम्केला भन्ने त छँदै छैन। कहाँबाट चम्कियोस्, अनुहार मात्रै चम्क्या, यो फेसवासले मुग्दो रहेन। यो सेतो टी सर्ट लगाएको छु, त्यसपछि बाहिरबाट घाम आइरहेको छ, त्यसको रिफ्लेक्सनले अहिले ह्यान्डसम देखाएको छु। अहिले यतापट्टि जानुपर्छ, लोडे त्यही हो। अब चमक त देखो। अब एकछिन पढ्न बस्नु पर्ला जस्तो मानिरहेको छु मैले, किनभने हिजोबाट काफीले गरिरहेको छ, आइजा भनिरहेको छ मलाई चाहिँ। पढ्छु भनेर लागे, मबाट हुन्न यो पढाइ भन्ने चिज, मबाट होला भन्ने यो खप्परमा ल्याएर आएन क्या। ल्यापटप खोलेँ, बसेँ, लेख्छु भनेर होइन, पहिला ल्यापटप खोलेँ एकछिन मस्तसँग, अनि त्यसपछि त्यो च्याप्टरको नाम पनि लेखाएँ। 2 घन्टा हुन लागिसक्यो होला, म यतिकै अघि नैबाट रिल्स मात्रै स्क्रोल गरेर बसिरहेको छु क्या होइन। त्यो च्याप्टर नाम लेखेँ तैँको तैँ छ क्या। ल्यापटप बन्द भइसकेको छ, त्यही पनि होला क्या, युट्युबमा देखिन्छ होला क्या। हालत खराब छ बड्डा। म पढ्ने टिप्स दिन्छु भनेर युट्युबमा आजको बनाउँला भने मलाई उहिले पढ्ने टिप्स दिऊ भन्ने जस्तो भइसक्यो कि यहाँ। हुन्न, मबाट न युट्युबबाट हुने। म युट्युबमा त अब जम्मा 90 सब्सक्राइबर पनि पुगेको होइन, त्यो म बुझ्छु। हजुरले पनि बुझ्नु ल, अब हेर्ने मान्छे धेरै छैनन्। लास्टै के यार, ल आजको भ्लग यहीँ अन्त्य हुन्छ। बाहिर पसलतिर नि जान्छ, काम छ। भोलि अर्को भ्लग लिएर आउनेछु, हेरेर साथ दिँदै गर्नु होला। जस्ट मेमोरी बनिरहेको छु मेरो पनि, पोस्टहरू गरिरहेको छु। भोलि पर्सि 10-12 वर्षपछि गएर हेर्ने भने यस्तो गरेको थिएँ मैले भन्ने जस्तो हुन्छ। अनि त्यही भएर चाहिँ गरेर आएको थियो। खासै त्यो पैसा आउला यताउता आउला भन्ने मलाई मतलब छैन होइन। म यत्तिकै धनी छु, मनको धनी, पैसाको त गरिबै हो होइन। त्यही हो, धन्यवाद भिडियो हेरिदिएकोमा, थ्याङ्क यू भेरी मच। किनभने मेरो आफूले गरेको दिनमा जे भनिरहेको छु त्यो कुरा सुनिदिनु भयो होइन, एकदमै खुसी लाग्यो। कतिले हेर्नु होला त्यो पनि थाहा होइन। त्यही नै हो, थ्याङ्क यू। आजलाई यति नै, ल लागेँ म।